Hello guys, welcome back to my channel. म चाहिँ सुस्मिता। म चाहिँ ड्युटी जान लागेको आज धेरै दिनपछि मतलब सधैँ ड्युटी जान्छु तर आज चाहिँ क्लोजिङ ड्युटी थियो नि त। यति धेरै घाम छ चर्किरहेछ गाइस, देख्न सक्नुहुन्छ हैन। म चाहिँ ट्याक्कै मेरो अब यो कारलिफमा जानुपर्छ नि त, अनि कारलिफ चढ्ने ठाउँमा आइपुगे। गाइस यो चाहिँ चेल्सी होटल हो हैन, दुबईको चेल्सी होटल। सो चाहिँ जाँदैछु। यसमा चाहिँ रोड क्रस गर्न लाग्यो, यो रेड लाइट बलिरहेको नि त। मेरो कारलिफ चाहिँ त्यो बाटोबाट हुँदै आउँछ। म चाहिँ रोड क्रस गरेर यसरी जानुपर्छ यस्तो घाममा या। म चाहिँ रोड क्रस गरेर पनि आइसकेँ हैन। कारलिफ कुदिरहेको छु। अब यहाँबाट आउँछ भनेको, कहिले आउँछ यस्तो घाम यस्तो चर्किरहेको छ। यो घामले त मलाई मार्छ होला कसमै। लास्ट गर्मी छ, लास्टै नै गर्मी। गाइस फाइनली मेरो कारलिफ आयो हैन। त्यहाँनिर छ कारलिफ चाहिँ, यही हो हैन। यहाँ आउँदैछ, यसबाट चढेर जान्छु गाइस हैन। अनि फाइनली कारलिफ भित्र आइपुग्यो। यस्तो धेरै गर्मी, एसी चलाउँछु भयो। फाइनली आई फिल रिलिफ। जाँदैछु कारलिफमा। स्टिल पनि मलाई गर्मी भइरहेछ, स्टिल पनि। कारले चाहिँ यस्तो धेरै घुमाइरहेछ। त्यही भएर त्यो पुग्नको लागि 45 मिनट लाग्छ यहाँबाट। त्यही भएर मैले भनेको टाढो छ। म चाहिँ फाइनली आइपुगेँ मिरदीप सिटी सेन्टर मल। म चाहिँ यहीँ काम गर्छु नि त। गाइजहरू, तपाईँलाई कुन चाहिँ ब्याग मनपर्छ, कुन चाहिँ ड्रेस मन पर्यो मलाई कन्ट्याक्ट गर्नु होला, म किनिदिन्छु भन्ने के छ। म चाहिँ यहीँ काम गर्छु, पब्लिक रेस्टुरेन्ट यही हो। बिजी छ त्यहाँ। मेरो साथीहरू त्यहाँनिर यस्तै काम गरिरहेको छ होइन। त्यहाँनिर मलाई हेरिरहेको छ। म चाहिँ यहाँ आएँ होइन, किनभने मलाई मेरो आई निड टु फिक्स माई हेयर। त्यही भएर म चाहिँ यहाँ आएको कपाल गर्नलाई। फ्लावर छ। म चाहिँ यहाँ मेरो कपाल गर्नलाई आएको गाइस। यहाँ चाहिँ मेरो कलिग हुनुहुन्छ। से हाई गाइस, आई एम रेडी। अब म चाहिँ ड्युटी जानको लागि रेडी भइसकेँ होइन। अझ 15 मिनट भइछ। म यहाँ बसौँ भने गर्मी छ। त्यहाँ मान्छेहरू सबजना बसिरहेको, माथि जानलाई। म चाहिँ माथि जानु पर्ला बस्नलाई होइन। म काम गर्ने चाहिँ यही हो रेस्टुरेन्ट हो फेरि। छ म चाहिँ यहाँ माथि नै बस्ने ठाउँ छ नि त, शीतल छ कि यहाँ माथि भयो। त्यहाँ उतापट्टि चाहिँ यस्तो गर्मी ठाउँ छ त्यहाँनिर। अनि त्यही भएर लिफ्टमा चढेर जाँदैछु। मलाई कस्तो देखाएको छ गाइस त्यहाँनिर। ल त्यही हो क्या, यहीँभित्र बस्ने ठाउँ छ नि त। त्यहाँ हाम्रो दिदी पनि त्यहाँ बसिराख्नु भएको रहेछ यहाँनिर होइन। यहाँ माथि नै पार्किङमा बस्ने ठाउँ छ अरे भन्ने सुनेको मैले। यहाँबाट चाहिँ यस्तो देखिन्छ। ड्युटी पनि स्टार्ट भयो होइन। म चाहिँ ब्रिफिङको लागि जान लागेको कोरिडोरमा। अब
धेरै दिनपछि क्लोजिङ आएको नि त अब ब्रिफिङमा यति धेरै किचकिच गर्छ गाइस। यो चाहिँ हो गो एप्पल, यो चाहिँ अब मेकअप स्टोर। अनि म चाहिँ आई वान्ट टु बाई फ्रम च्यानल बट अनफर्चुनेटली आई डोन्ट ह्याभ मनी राइट नाउ। Guys, I'm so poor. Did you imagine? I'm so poor. I don't have even 100 dirham in my pocket this month. I don't have any money, so I need to be relaxed after. So in this last month, after I receive my salary, for sure I'll buy Chanel. Okay, so हामी चाहिँ अब म चाहिँ यहाँबाट जान्छु कोरिडोरमा बुकिङको लागि। मेरो कलिग चाहिँ उहाँ यस्तै बसिरहेको छ होइन। गाइस, म चाहिँ भर्खरै ब्रेक आएको, ड्युटी गएको थिएँ। अब ड्युटीमा भिडियो लिन मिल्दैन, मोबाइल चलाउन अलाउड छैन नि त, अनि त्यही भएर म चाहिँ भर्खरै ब्रेक आएको यहाँनिर फुड कोर्टमा। एक्लै आएको ब्रेक आज। यहाँ चाहिँ मेरो फुड छ। मेरो फुड के होला त गाइस? सो मेरो फुड चाहिँ बुलडक चाउचाउ 3x स्पाइसी, किनभने आई लाइक इट स्पाइसी, द्याट्स वाइ। त्यसपछि वाटर, त्यसपछि कोला विथ आइस। लाइक द गाइस, के गर्नु यस्तै छ जिन्दगी। अब डेली भ्लग बनाऊँ भने पनि टाइम नै हुँदैन। ड्युटी आयो गयो, त्यही पनि ड्युटीको टाइम पनि फिक्स पनि हुँदैन। त्यस्तै छ लाइफ, यस्तै चलिरहेछ होइन। द्याट्स इट। फोन खोल्नु पर्यो। मिक्स इट गर्नु पर्यो। सी इट्स लुक टेस्टी। बाट पानी आइसक्यो तर यो स्पाइसी छ। गाइजहरू कसैलाई बुलडक मनपर्छ कमेन्ट गर्नु होला, भन्न चाहन्छु। मलाई चाहिँ होइन यो हुन्छ नि जस्तै यो नुडल्स लाइक स्पाइसी नुडल्स खाएको बेला कोला खाएन भने चित्तै बुझ्दैन गाइस, चित्तै बुझ्दैन। त्यो पनि कोला रेगुलर र कोला जेरो टेस्ट पनि मन पर्दैन, किनभने सानैदेखिबाट कोला रेगुलर खाएर होला होइन। कोला जेरोको टेस्टै मन नपर्ने क्या। अनि त्यसपछि मेरो दिदीले भन्नुहुन्छ क्या, त कसरी मोटाएको थाहा छ? धेरै जङ्क फुड खाएर, धेरै यस्तो कोला खाएर मोटाएको भन्नुहुन्छ। तर कोला इट्स माई फेभरेट। मलाई हुन्छ त्यस्तो जुसेसहरू हुन्छ नि, के भन्दा नि कोला लाइक सफ्ट ड्रिङ्क्समा फान्टा, स्प्राइट, ड्यू, वाट एभर, त्यो भन्दा नि मलाई कोला चाहिँ एकदम फेभरेट। Hi guys. यो चाहिँ मेरो मुकबाङ भिडियो बन्ने भएको अरे। तातो छ त, स्पाइसी का फील आयो यहाँ। स्पाइसी छ। यो चाहिँ मैले हिजो बेलुका फ्राई गरेको आलुको तरकारी थियो, अलिकति बाँकी रहेछ फ्रिजमा, किन फ्याँक्नु त भनेर होइन मैले लिएर आएँ। अनि त्यसको कम्बिनेसन चाहिँ मिलिरहेछ क्या, लाइक इट्स द टेस्ट इज वाउ 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 वाउ। अनि आलु खाऊ पेट आउँदैन नि त।
यति धेरै मेरो यति धेरै स्पाइसी नखाने भने चाहिँ नखानु, स्पाइसी मनपर्ने भने चाहिँ एकबार ट्राई गर्नु लागि गाइजहरू आइफोन किन्नु भयो यो सपमा आउनु होला टिभी चाहिँ निर्दीप सिटी सेन्टरमा भित्र छ। तपाईँलाई म लोकेसन दिन सक्छु तर म गीत दिन सक्दैन नि फेरि। पहिला तपाईँले मलाई काम गर्नु नि त सेम रेस्टुरेन्टमा तर त्यसले म मजाको इन्ट्रेस्टिङ चिज देखाएको। तर यहाँ चाहिँ केही जस्तो म यहाँ त काम गरेको जस्तो 1.5 month भयो होइन, अहिले त्यति साह्रो कहीँ हिँडेको पनि छैन, यहाँनिर घुमेको छैन, ड्युटी आइगयो। तर दुबई मलमा चाहिँ इन्ट्रेस्टिङ चिजहरू चाहिँ म त्यस्तो साह्रो इन्ट्रेस्टिङ चाहिँ के देख्दैन। यस्तो लोकल्सहरू यहाँ केयरफुल हुनुपर्छ। गाइस मेरो चाहिँ ड्युटी भर्खर सक्यो होइन, अनि त्यसपछि भर्खरै वासरुम आएको फ्रेस हुनुको लागि। क्यान सी टाउको दुखिरहेको छ, बिजी लेमन स्क्युजी। अनि अब चाहिँ आधी घन्टा बाँकी छ घर जानको लागि, अनि त्यसपछि त घर गइन्छ, सुतिन्छ, भोलि छुट्टी छ। भोलिको लागि म भ्लग बनाउँछु, एउटा भ्लग केही च्यालेन्ज बनाउने सोचमा छु, किनभने मेरो यो फर्स्ट स्टार्टिङ हो नि त, त्यही भएर आई डोन्ट ह्याभ एनी आइडिया अबाउट इट। सो गाइज सपोर्ट मी, लभ मी, त्यही भन्न चाहन्छु। यो चाहिँ मेरो सानो मिनी भ्लग हुनेछ, म चाहिँ ड्युटी आएदेखिबाट अहिले घर जाने बेलासम्मको, किनभने अब ड्युटीमा त अब बनाउनु मिल्दैन भ्लग, त्यही भएर गाह्रो छ गाइस, गाह्रो छ, काम गर्नुपर्छ, गाह्रो छ, काम नगरिकन आउँदैन भने जस्तै। हेर्नु नि यहाँ कस्तो राम्रो फुल रहेछ, बट मलाई त ओरिजिनल भनेको त आर्टिफिसियलको रहेछ यो, बट इट्स लुक लाइक ओरिजिनल। जताएर भइसक्यो, म चाहिँ यहाँ बसिरहेको छु। यहाँ तल चाहिँ हाम्रो के अरे पार्किङ एरिया छ, जस्ट लाइक हामी स्टाफहरूको लागि, अनि यहाँ चाहिँ लाइक गेस्टको लागि छ पार्किङ एरिया। अनि यहाँनिर छ के अरे के भन्छ यसलाई, यसबाट पैसा राख्नुपर्छ, त्यसपछि हामीले किन्न पाउँछ गाइस, त्यही हो। म चाहिँ यहाँ बसिरहेको छु अन्धकारमा। अंधकार तो के भनौं यिनीहरुले यो जस्ट लाइट अफ गरेको। अरे कहना क्या चाहते हो? लाइट अफ गरे चाहिँ अंधकार त हुन्छ नि गाइस, हैन मलाई के भयो। सो म चाहिँ यहाँ बसिरहेको छु। अब 15 मिनेट बाँकी छ घर जानलाई, 15 मिनेट। अनि त्यहाँ रेस्टुरेन्टमा स्टिल पनि गेस्ट छ कि, त्यही भएर मलाई त्यहाँ मेरो काम पनि सक्यो, मलाई त्यहाँ बसिराख्नलाई जाम लाग्यो हैन। त्यहाँ बसिराख्नु रह्यो भने फेरि एक्स्ट्रा काम गर्नुपर्छ, त्यही भएर म यतापट्टि रेस्टुरेन्टमा यतापट्टि बस्ने एरिया छ क्या, त्यही भएर त्यहाँ आएर बसेको, त्यही हो। अनि तपाईहरुलाई मेरो मिनी भ्लग भनौँ न कस्तो लाग्यो
प्रतिक्रिया दिनु होला, प्रतिक्रिया नै भन्छ होइन, रेस्पोन्स दिनु होला गाइज है त। त्यही भन्न चाहन्छु। अब मेरो जस्तै हो, अब युट्युबको फिल्डमा अब नयाँ हो नि त, त्यही भएर साह्रो एक्सपिरियन्स चाहिँ छैन, त्यही हो। अनि आई होप तपाईँहरूले सपोर्ट गर्नुहुन्छ होला। गाइज म चाहिँ एउटा कुरा भन्न लाग्यो क्या, जस्तो म अब यो युट्युब फिल्डमा नयाँ हो, अनि त्यसपछि मलाई त्यति साह्रो आइडिया नै छैन। अब तपाईँहरूले जस मलाई माया गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ भन्ने आशा छ। अनि त्यसपछि मलाई चाहिँ होइन पहिल्यैदेखि नै के अब हुन्छ नि, पहिल्यैदेखि नै जस्तो हुन्छ नि, जबदेखिबाट म बुझ्ने भएँ, जबदेखिबाट मैले युट्युबमा हेरेँ, अब मान्छेहरू अरूले भ्लग बनाउँथ्यो, अब जस्तै डेली भ्लग भनौँ न, अब कुनै युट्युबमा मलाई त्यो देख्दाखेरि कस्तो हुन्छ नि, म पनि बनाऊँ लाग्थ्यो कि होइन। अनि फाइनली मैले पनि स्टार्ट गरेँ। अनि मलाई पहिल्यैदेखि नै अब म युट्युबर बन्छु भन्ने मेरो सोच चाहिँ थियो, मेरो सपना। थाहा छैन अब भाइरल नै हुनुपर्छ भन्ने पनि छैन होइन, थाहा छैन अब मैले कस्तो गर्छु यो फिल्डमा भनेर, कस्तो गर्छु मैले, राम्रो हुन्छ कि हुँदैन यो फिल्ड भनेर आई डोन्ट नो अबाउट इट। सो म ट्राई गर्छु, आफ्नो राम्रो बेस्ट दिने ट्राई गर्छु। हजुरहरू पनि सपोर्ट गर्नु होला। गाइज म चाहिँ घर जानलाई हिँडेको। यहाँनिर चाहिँ छ माइकल कर्स, तर के गर्नु गाइज, हेर्ने बस्ने होइन, किन्न सकिँदैन। मल पनि क्लोज भइसक्यो, त्यहाँ दिदी आउँदै हुनुहुन्छ। अब हामीसँगै घर जाने है त। अघि नै बिहान देखाएको थिएँ नि मैले बिहान, एमके माइकल कर्स। के गर्नु, गाह्रो छ गाइज, गाह्रो छ। काम गऱ्यो, गयो, सुत्यो, खायो, आयो। एन्टलर गाइज म चाहिँ फाइनली घर आइपुगेँ। यो हो मेरो घर। बिरालो जस्तो लाग्छ। यति धेरै गरम छ होइन। फाइनली म घर आइपुगेँ, प्रेसन्ट छु है त। गाइस म चाहिँ घर पनि आएँ, फ्रेस भएँ। अनि त्यसपछि म चाहिँ अब सुत्न लागेको। अनि मेरो भिडियोलाई तपाईँहरू मन पराउनुहुन्छ होला भन्ने म आशा गर्दछु। अनि मेरो भिडियोलाई लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू सो मच।